आजको रेसिपी यो मिठो कुखुराको मासुको झोल मैले कसरी बनाएँ तपाईहरुसँग रेसिपी शेयर गर्न गइरहेको छु। मन पर्यो भने भिडियोलाई सेभ गर्नु नबिर्सिनुहोस् है। मासु पकाउनको लागि मैले कुकर चलाइरहेको छु। कुकरमा ठुलो चम्चीको 2 चम्ची तोरीको तेल तताएको छु। त्यसमा थोरै मेथी र ज्वानोलाई चाहिँ मैले पड्काएको छु। सँगसँगै एउटा तेजपत्ता, सानो दालचिनी, 2वटा सुकमेल, सानो अलैची, 2वटा ल्वाङ पनि राखेको छु। मासु लिएको छु 750 ग्राम। अब यसलाई राखेर चाहिँ मज्जाले पहिला भुट्न गइरहेको छु। मासु भुट्नु अलिकति टाइम लाग्छ। मैले चाहिँ यतिको बनाइसकेपछि अब यसमा मैले थोरै बेसार अथवा हर्दी राखेको छु। सँगसँगै मैले यहाँनिर धुलो खोर्सानी पनि राखेको छु। राखेको सामग्रीहरूलाई एकपल्ट राम्रोसँगले मिक्स गरिसकेपछि मिडियम साइजको एउटा प्याज काटेर राखेको छु। सँगसँगै मैले ठुलो चम्चीको 1 चम्ची पिसेको अदुवा लसुन पनि राखेको छु। प्याज अदुवा लसुनलाई पनि अब चलाउँदै राम्रोसँगले भुट्न पर्छ। जबसम्म प्याज पाक्दैन तबसम्म। प्याज राम्रोसँगले पाकिसकेपछि सानो चम्चीको 1 चम्ची जिरा पाउडर राखेको छु। सानो चम्चीको आधा चम्ची चाहिँ मैले धनियाको पाउडर राखेको छु। सँगसँगै मैले यहाँनिर एउटा मिडियम साइजको टमाटर पनि एड गरेको छु र सँगसँगै स्वाद अनुसार नुन पनि राखेको छु। एड गरेको सामग्रीहरूलाई राम्रोसँगले चलाएर मिक्स गरिसकेपछि मैले कभर गरेर टमाटरलाई चाहिँ एकछिन राम्रोसँगले पाक्न दिएको छु। टमाटर पाक्नु धेरै समय लाग्दैन, छिट्टै पाकिहाल्छ। ल हेर्नुस् त यहाँनिर पर्फेक्ट टमाटर पाकेर रेडी भएको छ। अब यो स्टेजमा मैले ठुलो पिस गरेर काटेको एउटा सानो मुलालाई चाहिँ राखेको छु। मुलालाई पनि अब मासु सँगसँगै राम्रोसँगले भुट्न पर्छ। मुला भुटिएपछि यतिको हुन्छ। यो स्टेजमा चाहिँ अब मैले पानी राख्न गइरहेको छु। पानी चाहिँ मैले तातो पानी राखेको छु। झोल मलाई कतिको चाहिएको छ त्यही अनुसार मैले पानी एड गरेर चाहिँ मैले यसलाई सिटी लगाएको छु। सिटी चाहिँ मैले 2 सिटी लगाएको छु। तपाईहरुको मासु कतिको छिटो ढिलो पाक्छ त्यही अनुसार सिटी पनि लगाउन पर्छ। 2 सिटी लागिसकेपछि ग्यासलाई अफ गरेर कुकरलाई राम्रोसँगले सेलाउनका लागि छोडिदिने। कुकर राम्रोसँगले सेलिएपछि मैले यहाँनिर कभर खोलेको छु। ल हेर्नुस् त पर्फेक्ट, हेर्दै कति खाउँ लाग्दो। त्यसमा मैले सानो चम्चीको आधा चम्ची गरम मसला र धनिया राखेको छु। त्यसलाई पनि अब राम्रोसँगले मिक्स गरिसकेपछि यो तातो सर्भ गर्नका लागि रेडी छ। इन्जोय गर्नु होला। थ्यांक यू सो मच फर वाचिङ।